जति पनि अहिले युएईमा चाहिँ तपाईँहरू क्यान्सलेसनमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण भिडियो रहेको छ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। तपाईँहरूले अहिले क्यान्सलेसन त लिनुभयो, तर क्यान्सलेसन गरिसकेपछि तपाईँको ग्रेस पिरियडको अवधि पनि अब सकिँदैछ भने चाहिँ तपाईँले अब मिनिमम पनि 10 दिन अगाडि चाहिँ हामीलाई सम्पर्क गर्नुपर्नेछ। किन भन्दाखेरि तपाईँको अहिले चाहिँ एउटा विकल्प रहेको छ बस टु बस भिजा चेन्ज। तपाईँले चाहिँ एक्जिट गरेर 2 महिनाको भिजा एक्सटेन्सन गर्न सक्नुहुनेछ, तर त्यसको लागि सर्वप्रथम चाहिने एउटा इम्पोर्टेन्ट डकुमेन्ट भनेको पुलिस क्लियरेन्स सर्टिफिकेट है त। पुलिस क्लियरेन्स सर्टिफिकेट आउनको लागि मिनिमम पनि तपाईँको 8 देखि 10 दिन लाग्ने भएकोले चाहिँ तपाईँलाई एक्जिट गराउनुभन्दा अगाडि नै हामीले चाहिँ पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिँ तयार पार्नुपर्नेछ। त्यसैले चाहिँ अहिले चाहिँ जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू मसँग जोडिनु भएको छ उहाँहरूले चाहिँ आफ्नो भिजाको अवधि 2 दिन 3 दिनमा सकिँदै छ भने चाहिँ मात्र उहाँहरू चाहिँ मसँग चाहिँ भिजा थप्नु पर्यो, एक्सटेन्सन गर्नु पर्यो भनेर मसँग जोडिनु भएको छ। तपाईँले चाहिँ मिनिमम 10 दिन अगाडि चाहिँ तपाईँले आफ्नो भिजा सकिनुभन्दा अगाडि हामीलाई सम्पर्क गर्नु होला। तपाईँको बस टु बस भिजा चेन्ज मात्र 1350 दिरहममा चाहिँ हामी तपाईँलाई गरेर दिनेछौँ, तर मेन एउटा डकुमेन्ट भनेको 28 सन्दर्भमा चाहिँ एकदमै समस्या रहेको छ। त्यसैले चाहिँ 10 दिन अगाडि तपाईँहरूले चाहिँ सम्पर्कमा आउनु होला है त। धन्यवाद।